फ्ल्याग लाउनेको समय हो भियतनाममा भएको हुनाले भियतनामी फ्ल्याग छ सँगसँगै बुद्धिस्टको फ्ल्याग छ अनि त्यही माथि चाहिँ अनि बुद्धिस्टको फ्ल्याग माथि चाहिँ यो डिगुङ सम्प्रदाय भएको हुनाले डिगुङ काग्युको लोगो राखेको छ त्यो चाहिँ चन्द्र सूर्य त्यो बिचमा चाहिँ हुङ अक्षर लेन्जामा लेखेको हुन्छ हजुर sanggih kita batar tashisho दाजुभाइहरु सबै भेटेछ अर्गनाइजरले जति खाउ दिनुभएको छ प्रचण्ड गर्मी भएको हुनाले यो चाहिँ पेप्सी अनि यो चाहिँ प्लस टी है थ्यांक यू अनि सेम यो चाहिँ जुस हो स्ट्रबेरीको अनि यो चाहिँ ट्विस्टर मेरो फेभरेट यो चाहिँ ओरेन्जको जिन्दागला यता छ हुन्छ है स्पोन्सर म्यान दोर्जिला हिज फ्रम लादाख अनि थ्यांक यू भेरी मच यार ब्रदर यो टेस्ट त मलाई साच्चीकै थाहा छ यसले चाहिँ मैले केही नभनिकन खानुपर्छ आज 23 फेब्रुअरी 2023 डिगुङ काग्यु समतन हिल्स भियतनाममा परम पूजनीय क्याब्जे टुबाङ सोनाम झोरफेल रिम्पोछेलाई स्वागत गर्नुको लागि तयार गरेर हामीहरू बसेका छौँ बाटोहरू सबै तपाईहरुले देखिसक्नु भएको छ रङ्गी बिरङ्गी झण्डाहरूले स्वागतको लागि तयार गरेछौँ अनि यहाँ उहाँ रिम्पोछे लद्दाखबाट भएको हुनाले यहाँको अर्गनाइजरहरूले स्पेशली लद्दाखबाट एकदम फेमस सिङ्गर र फेमस कल्चरल हरेक चिजमा पोख्त भएको डान्सरहरू सबै यहाँ इन्भाइट गर्नुभएको रहेछ उहाँहरूले पनि रिम्पोछेको स्वागतको लागि एकदम तयार गरेर बस्नुभएको छ लद्दाखमा पनि सेन्ट्रल लेदेखि पूर्व पश्चिम उत्तर दक्षिण बस्नेहरूको आफ्नो अलिकता लुगा लगाउने ड्रेस अलि फरक हुँदो रहेछ त्यसकारणले उहाँहरू सबैले यहाँ जोडी गरेर सबैको ड्रेस लगाएर एकदम आफ्नो कल्चर देखाइरहेको छ मलाई मात्र नभएर यहाँ आउने सबैले त एकदम चकित बनायो उहाँहरूले Drink it. All out. Is everybody stay inside? Tiga suka kan? Tiga nak pula na, jujur boleh. Samten. जुन अहिले यहाँ पाल्नु हुने परम पूजनीय क्याब्जे टुबाङ सोनाम जोरफेल रिम्पोछे यो समतन हिल्स भियतनामको प्रमुख लामा नै हुनुहुन्छ अनि उहाँको स्वागत गर्नको लागि उहाँकै अनुयायी लामा र आनी इन्डिया लद्दाखबाट अनि नेपालबाट यही पाल्नु भएको छ सेम यही भियतनामको पनि आनीहरू पनि पाल्नु भएको छ सँगसँगै हामीले यहाँ गुम्बाको बुट्टा गर्ने र पेन्टिङ गर्ने
हामी नेपालीको आर्टिस्टहरूले गरेको हुनाले हामी नेपालीको आर्टिस्टहरूको पनि यहाँ एकदम रमाइलो गर्दै रिम्पोछेको स्वागतको लागि तयार गरेर बसिरहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। वी अल आर फ्रम नेपाल। अनि नेपालको ढाका टोपी र नेपालको भातगाउँले टोपी लाएरकै स्वागतको लागि बसिरहेको देख्न सक्नुहुन्छ। अनि उहाँ हुनुहुन्छ नाम्सेला र दोर्जेला, उहाँ दुईटा चाहिँ लद्दाखको हुनुहुन्छ। नाम्सेला चाहिँ यो गुम्बाको सिमेन्ट, काठ अनि पेन्टिङ सबैमा उहाँको एकदम ठुलो योगदान छ। जसले यो देखिरहनु भएको माने चाहिँ त्यो वर्ल्डको बिगेस्ट माने हो। यो चाहिँ गिनिस वर्ल्ड रेकर्डमा पनि दर्ता भइसकेको हजुर। रिम्पोछे पाल्नु भएर केही समय लामा गुरुज्यूहरूले पूजापाठ गर्नुभयो। त्यसपछि बिस्तारै सबैलाई एक एक गरेर रिम्पोछेको दर्शन दिनुभयो। अनि त्यसपछि हामीहरू चिया डेसिल खायौँ सँगसँगै। अनि हामीले ग्रुपिङ फोटो पनि लियौँ। अनि त्यो दिनको कार्यक्रम यहीँ सक्यो हजुर। कृपया तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो शेयर एन्ड कमेन्ट एन्ड लाइक गर्नु नबिर्सनु होला। Keep watching. See you next video.